अमेरिकाले नेपालको प्रधानमन्त्री बनाउन बालेनलाई 10-15 वर्ष अगाडि नै र्याप सिकायो। रुटिन अफ नेपाल बन्ददेखि एमआरआर ग्रुप तयार गर्यो। तिनमा नेपाली युवालाई जोडिन लगायो। रवि लामिछानेलाई अमेरिकाबाट नेपाल पठायो। उनलाई टिभीमा जागिर खोजिदियो र लोकप्रिय बनायो। कुलमान घिसिङलाई लोड सेडिङ अन्त्य गर्न लगायो र जनताको आँखामा बसायो। सुशीला कार्कीलाई कानुन पढायो र प्रधान न्यायाधीश बनायो। ओमप्रकाश अर्याललाई वकिल बनायो। सुदन गुरुङलाई अभियानकर्मी बनायो। बालेनलाई मेयरमा जितायो। मिचिएका सार्वजनिक सम्पत्ति खोज गर्न लगायो र लोकप्रिय बनायो। स्वर्णिम वाग्ले र मनिष शाहहरूलाई कङ्ग्रेसबाट रासपा पठायो। कङ्ग्रेस, एमाले र माओवादीलाई घुस खाएर भागबण्डा गरेर देशका संवैधानिक संस्थालाई कमजोर बनाउन प्रेरित गर्दै अलोकप्रिय बनायो। म्याजिक नम्बर भन्दै तेस्रो भएर पनि सधैँ माओवादीलाई सरकार प्रमुख बनायो। कङ्ग्रेस र एमालेलाई एकै ठाउँमा ल्याएर जनतालाई विद्रोही बनायो। मन्त्रीले घुस खाएको अडियो नै बाहिर आउँदा पनि ढाकछोप गर्न लगायो। 21औं शताब्दीको यो खुला युगमा सरकारलाई सोशल मिडिया बन्द गर्न उक्सायो। देशभरका युवालाई आन्दोलन गर्न मच्चायो र सुदनलाई पानी बाँड्न खटायो। आन्दोलन चर्को बनोस् भन्दै पछाडि बसेर एकै दिन 70 जना युवालाई ढलायो। भोलिपल्ट देशभर आगो लगायो। हेलिकप्टर पठाएर भएटा सबै नेतालाई भागाभाग बनायो। संविधान नफेर्ने भन्दै सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो। फागुनमा चुनाव गर्ने प्लान बनायो। रवि लामिछानेलाई धरौटीमा छुटायो। बालेन, कुलमान र रविलाई एकै ठाउँ पुर्यायो। देशविदेशका लाखौं नेपालीलाई गोजीमा पैसा हालिदिएर तिनको समर्थन गर्ने बनायो। देशका कलाकारदेखि व्यवसायीसम्म सबैलाई मिलियन मिलियन डलर दिएर किन्यो। कङ्ग्रेसलाई महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्न रोक्यो। 21 गते देशको ठूलो मतदातालाई नयाँ चिन्हमै मत दिउँ बनाउनेछ। त्यसपछि अमेरिकी सरकार बन्नेछ र नेपाल भन्ने देश कठपुतलीमा रूपान्तरण हुनेछ। नरहन पनि सक्छ। तर यो सबै हुनुभन्दा अगाडि सच्चा देशभक्त, राष्ट्रवादी र स्वच्छ पार्टी कङ्ग्रेस, एमाले र माओवादी एक हुनेछन्। 2/3 बहुमत ल्याउनेछन् र अमेरिकालाई हिस्स बुढी खिस्स बुनाउनेछन्। नेपाल अमेरिकाको मुखबाट फिर्ता आउनेछ। यस्तो भन्ने र पत्याउने विद्वान पनि कम छैनन् हामीसँग। घुमाई फिराई आफ्नो पार्टीलाई भोट दिने बाहेक अरू सबै विदेशी दलाल हुन् र ती सबै देश बेच्न राजनीतिमा आएका हुन् भन्ने तर्क नै हाम्रो राष्ट्रवादको धुरी हो। हिजो माओवादीका लागि कङ्ग्रेस र एमाले गद्दार थिए। एमालेका लागि गिरिजा र प्रचण्ड गद्दार थिए। मोहन वैद्यका लागि सिङ्गो माओवादी गद्दार थियो। यसरी सिङ्गो जनसङ्ख्या नै गद्दार थियो। आज हिजोका गद्दार मिलेर नयाँ गद्दार खोज्दैछन्। रोचक के छ भने यही गद्दारी र यसको व्याख्या नै नेपाली राजनीतिको सिद्धान्त हो। अरू वैचारिक गुदी त्यसमा छैन। अरूलाई अक्षम मात्रै भन्नुभयो, भ्रष्ट मात्रै भन्नुभयो, गद्दार भन्न जान्नु भएन भने तपाईँ सिद्धान्तविहीन हुनुभयो। 2-3वटा शक्ति राष्ट्रलाई गाली गर्न आउँदैन भने, 2-4वटा षड्यन्त्र सिद्धान्त निर्माण गर्न सक्नुहुन्न भने के सिद्धान्त, के राजनीति? तीनवटै दल मिल्दा पनि जितिन्न कि जस्तो भएको देख्नु छैन। आम जनताको आक्रोश र निराशा पढ्नु छैन। हामीबाट गल्ती कमजोरी भयो कि भन्ने आत्मालोचना गर्नु छैन। क्षमता र योग्यतामा प्रश्न र बहस गर्न सक्नु छैन। आफ्नै नागरिकको विवेक र छनौटलाई आदर गर्नु छैन। गद्दार भन्यो, परिचालित भन्यो, गोटी भन्यो, गद्दारी जस्तो गम्भीर विषयलाई चियागफ बनायो र आफैलाई मसिहा भन्यो। देशकै नागरिकलाई बिकाऊ भन्यो, अपमान गर्यो। सधैँ त यस्तो कति बिक्ला र?